दाजु आउनु पर्यो खाजा खानु। ए दाजु आउनु पर्यो छिटो। आज हाम्रो दाजु आउनु भएको छ खेताला सिप्पा बाजे। आउनु आउनु लु रोट लु छिटो आइ छिटो। बिसाउँछ राम 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 है तेरिकाले ल उ बाँचेन। छिटो आउनु। यदि मिठो चटपटे बनाएर ल्याएको थिएँ मैले। आऊ खानु बस 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 छिटो छिटो छिटो। चटपटे खाऊ चटपटे खास चाहिँ मेरो काका हो तर दाजु बहिनीको सम्बन्ध छ। तपाईँ सिप्पा हो नि त सिप्पा। सिप्पा त मरिसकेको बहिनी। चुइया पनि त भरेर भन्दिनँ। हेलो नमस्ते वेलकम वेलकम ब्याक टु माई न्यू ब्लग। सो मैले फेरि पनि ब्लग लिएर आइसकेँ साथीहरू। आज चाहिँ हाम्रो यहाँ बारी जोत्ने खेतालाहरू छ। बारी जोत्ने दादा मेरो दादा चाहिँ आज खेताला आउनु भएको छ। यता पनि बाबुहरूले जोत्नु हुँदैछ मेलाको। हौ त देब्रे तेरो भलक सलक अहिले म छिटो लाउ न कसै डराएको। उताबाट चाहिँ चुवा लाउनु पर्ने यताबाट जाइछ। ल अनि हाम्रो गोरु चलाउनु भएको अङ्कलले अनि गोरु हान आइपुग्यो त पालो। के गरेको भाइ चाहिँ यदि ओइ तिमीहरूले सुन त यहाँ भन्यो भने तिमीहरू भाइरल हुन्छौ। कविता यहाँ भन्यो भने अहिले म फेरि पैसा दिन्छु त दादाखेरि यहाँ आउ न म अनि पैसा दिन्छु नि त। कविता भन्यो भने हाम्रो चाहिँ यहाँ बारीमा मल छर्दै तल खेताला हुनुहुन्छ अङ्कल। पैसा पुरस्कार क्या। अनि यहाँ पट्तिर पनि मल बोक्दै हुनुहुन्छ। आउ त छिल्लो भइसक्यो आउ त छिटो आउ पृथ्वी मात्र लजाउँदैन आउ भाइ आउ आउ न यहाँ। उता चाहिँ गोठाला गर्दै हुनुहुन्छ। यहाँ छ म लिएर आउँछु नि त अहिले। म खाजा लिनु जान्छु साथी। गयो यो चाहिँ आज खाजा लग्नुपर्ने छ हरिलाई। यहाँ बिसाउनु भएको छ भाउजूलाई काकी। कस्तो कालो कालो देखियो लाइन वासिमै वासिम गाइजहरू अब खेतालालाई लगेर जाने। चाउचाउ पनि पाक्दैछ। चाउचाउ पनि पाक्दैछ। अनि यहाँ चटपटे यति हाम्रो बारी चाहिँ यता छ। मैले चाहिँ खाजा लिएर आइसकेँ। यो भाँडामा चाहिँ खाजा छ। अनि पर अङ्कल चाहिँ जो दिनुहुँदैछ हाम्रो आज खेताला। अनि भाउजूले पनि हुनुहुँदैछ अरू खाजा। यहाँ चाहिँ आधी मल छरेको छ आधी चाहिँ छरेको छैन। दाजु आउनु पर्यो खाजा खानु। ए दाजु आउनु पर्यो छिटो। आज हाम्रो दाजु आउनु भएको छ खेताला सिप्पा बाजे। आउनु आउनु लु रोट लु छिटो आइ छिटो।
तिनीहरूले मलाई बाख्राको पर्खुलामा जोताएर बिसाउँछ बिसाउँदैन त राम 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 है तेरिकाले बिसायो भनेदेखि त्यो मस्जिदमा हुन्छ ल उ बाँचेन छिटो आउनु ल भोक लागिसक्यो होला म खाजा खाँदै ठ्याक्क 3 बजी मात्रै खान्छु के होस् के आउनु ल छिटो हुँदैन छिटो आउनु लु छिटो पहिला खाजा के लेस भन् चटपटे छ होइन म चटपटे खाँदै खाँदैन अनि चटपटे अनि चाउचा पनि आउँछ छिटो आउनु न चाउचा त झन् म खाँदैन हे त्यस्तो चटपटे चाउचा म के खाँदैन साँच्चै लु साँच्चै कुरो खत्तम भयो त तँलाई थाहा थिएन माथि म कहाँमा त चाउचाउ चटपटे खाँदैन भनेर ल्याइज त्यो गफ गफ है म बारेको छु क्या कस्तो बताउने ए हो क्या अनि भाउजू चटपटे चाउचा के खानु न त नि अब के गर्नु आउनु चाउचा त हुन्छ म कस्तो बारेको छु भने लौ सधैँ अचम्मतिरको म त लाउँदिन एकैचोटि युट्युबमा मात्र हुन्छ होला दाजु काका अनि के खानु त लो चाम्रे पकाउनु पर्छ नि त नि त्यही त नि हामी चाहिँ छिटो मिठो चाउचाउ अनि चटपटे बनायौँ खत्तम भयो बर्बाद पो भयो त के बासी भात र अन्डा बासी भात र अन्डा लिएर आउँछु सोध्नुपर्छ फेरि ल म चाहिँ के गर्नु फेरि धामी दाजुले गर्ने गर यो मेरो दाजु चाहिँ धामी भएर अनि खास चाहिँ मेरो उहाँ काका हुनुहुन्छ हामी चाहिँ त्यत्तिकै दाजु बहिनी भनेर यसो दाजु दाजु भनिन्छ अनि उहाँ चाहिँ खाजा नखानु हुने रहेछ हामीलाई त अलिक गाह्रो भयो त हुँदै हुँदैन खानु त्यस्तो हो लैजाऊ अनि हामीले जुस बनाउँदैछौँ यहाँ अलिक उकान अलिक ठुलो लो अनि यहाँ चाहिँ मेरो भाइ छ हेल्प गर्दैछ मलाई लु भयो 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 लाउनु आउनु काका छिटो खास चाहिँ मेरो काका हो तर दाजु बहिनीको सम्बन्ध छ चुइमा हो नि त तपाईँ सिप्पा हो नि त सिप्पा हो नि त सिप्पा सिप्पा त मरिसकेको बहिनी चुइमा पनि त भरेर भन्दिनँ सिप्पा त मरिसकेको आऊ है खाजा खानु चटपटे चटपटे खानु भाउ देऊ यहाँनिर काका जुस खाँदै गर्नु आउनुहोस् लैजाऊ यदि मिठो चटपटे बनाएर ल्याएको थिएँ मैले आऊ खानु बस 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 छिटो 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 चटपटे खाऊ चटपटे खै चम्ची चम्ची कता गयो यहाँभित्र गयो नि चम्ची त्यहाँ छ खाऊ 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 खै चम्ची मजाले हात धुएर उ गरेको के काका भुजा त मात्रै त खानुहुन्छ होला काका हेर प्याक्क फुटाइदिन्छु बस्नु न छिटो नदेखा बसेर खानु चाउचाउ अब हुन्छ है के गर्नु त अब धामी धामी हुनुभएछ आज हामी चाहिँ गाई है यस्तो यो सिम्पल कोला मात्रै खाने गरेछ धामी भएर हो क्या धामी भएर उता बर्कुला छ काका अब म भाइरल हुने खालको भिडियो गरिदियो भनेदेखि तँ पैसा कमाउँछ मलाई दिने होइन तँ पैसा कमाउँछ मलाई दिने होइन होइन होला के हो लु लु गरिदिनु न त के गर्नु के हुन्छ त बहिनी बहिनी दाजु र बहिनीको त्यति दया गर्नु पर्दैन त कन्चुसीलाई के राजाले पनि यता फेरि उलाइसक्नु भएको छ यता फेरि अर्कै छ यहाँ हाम्रो दिनीको
पानीमा आउनु थाल्यो त राम राम पानी आउनु आँटो भान्जी नानो आउनु भा पानी आयो भने त बिजोक हुन्छ बिजोक बल्ल बल्ल अस्ति लाइन बिग्रेर आएको छ सुन्तला चोर चोर आयो चोर सुन्तला जुनार खायो राजाले लडिन्छ है लडिन्छ राजाले मन पराउँदो रहेछ हो र पिरेसीले खोसेको ए राजाले पो मन पराउँछ पिरेसीलाई मन पराउँछ अरे पिरेसीले पछ्याउँछ राजाले सोध्नु हिँड्ने भए हिँड उता पऱ्यो छ हो पिरेसी राजाले भन्दै थियो पिरेसीले त मलाई त छोड्दैन भाउजू पछाएको गर्छ भन्दै थियो राजासँग जोडी नखोज्नु हेर्नु न राजाले छोड्दिनँ भन्दैछ हो सम्झना ए हो कुरा नसुन्नु हो कुरा नसुन्नु नभए त सम्झनाले ओहो नमस्ते दाजु फेरि पनि आइपुग्नु भएछ हाम्रो दाजु आपा मेरो हजुर आपा मेरो भति जस्तो पनि 13 वर्ष कान्छु होइन बस्नुहोस् है दाजु पढ्नले पढेको त हो है जान्छु अनि सन्चै हुनुहुन्छ दाजु हजुर म जान्छु हजुर जस्तो सक्नुहुन्छ सन्चै हुनुहुन्छ सन्जाउनु हजुर जस्तो सक्नु बिसन्छु हजुर बिसन्चो के बिसन्चो दाजु के होइन म बिहान सक्छु पग्लै थोरै पस्नु नस्नु